बेचिएको चेली 15 वर्षकी माया झ्यालको सानो पलबाट बाहिर हेर्दै थिए। बाहिर साँझको उज्यालो मक्किँदै थियो, तर उसको जीवनको अँध्यारो कहिल्यै पातलिएको थिएन। घर नजिकैको चौतारीमा गाउँका केटीहरू खेल्दै थिए, हाँसो ठट्टा गर्दै, तर माया त्यो रमाइलो संसारबाट धेरै टाढा थिए। आमा, म पनि जान सक्छु? उसले हिम्मत जुटाएर सोधी। आमाको आँखामा आँसु टिलटिल गरियो। छोरी, अब तिमी अरू केटी जस्तो स्वतन्त्र छैनौ। तिमी अरूको स्वामित्वमा परिसक्यौ, आमाले निधार मुसारी भनिन्। मायाले त्यो कुरा बुझ्न सकेन। स्वामित्व? के उसको जीवन कुनै सामान हो? मायाले कहिल्यै कल्पना गरेकी थिइनन् कि उनको जीवन एक दिन यस्तो नर्कमा परिणत हुनेछ। उनी सधैँ गाउँकै चेली रहन चाहन्थिन्, स्वतन्त्र, आफ्नै आँगनमा रमाउने, आफ्नै परिवारसँग हाँस्ने, खेल्ने। तर एक दिनको घटना उनका सपनाहरूलाई चकनाचुर पार्दै उनलाई एउटा बन्द पिजडामा पुर्यायो। त्यो पिजडा कुनै फलामे सलाखको जेल थिएन, तर त्यो भन्दा पनि क्रूर थियो, जहाँ न त स्वतन्त्रताको कुनै नाम थियो, न कुनै इज्जतको अस्तित्व। गाउँमा अनजान व्यक्तिहरू आइरहेका थिए। उनीहरू सुन्दर सपनाहरू देखाउने सौदागर जस्तै थिए, जसको मुखबाट निस्कने शब्दहरू मायाका बाबुआमाका लागि अमृत जस्तै लाग्थ्यो। गरिबी, अभाव र कठिनाइले ग्रस्त परिवारलाई कसैले छोरीलाई राम्रो भविष्य दिने आश्वासन दिन्थ्यो भने उनीहरूका लागि त्यो भन्दा ठूलो उपहार अरू के हुन सक्थ्यो। तर माया त्यो भविष्यको वास्तविकता बुझ्न सकेकी थिइनन्। शहरको ठूलो महलमा काम गर्ने, पैसा कमाउने, सुखी जीवन बिताउने सपनाहरू बोकेर उनी गाउँ छोडिन्। तर उनको यात्रा एक सपनाको शहर होइन, अँध्यारो पिजडाको ढोकासम्म मात्र थियो। दिल्ली पुग्ने बित्तिकै उनको हात समातेर ताने। अब तैले हामीले भनेको सुन्नुपर्छ, एक कठोर आवाज आयो। तर मलाई त राम्रो जागिर मिल्छ भनेका थिए, मायाले डराउँदै भनिन्। जागिर? हा, त अब हामीले भने जस्तो गर्छस्, बुझिस्? मायालाई एउटा साँबुरो कोठामा थुने। कोठामा अरू पनि केटीहरू थिए, केही डराएका, केही निराश, केही भाग्ने प्रयास गरेर घाइते भएका। एक दिन ठूलो आवाजले ढोका खुल्यो। अगाडि एकजना महिलाले अड्डा जमाइन्। उनले मायालाई माथिदेखि तलसम्म निहालिन्। नयाँ छे होइन, उनले भनिन्। म यहाँ किन छु? मायाले आँसु थाम्दै सोधिन्। किनकि त अब हाम्रो सम्पत्ति होस्। अब त यस्तै रहन्छ यो पिजडाभित्र। मायाको शरीर कठाङ्ग्रियो। सम्पत्ति? के उसको जीवन अब उसकै हातमा थिएन? मायाले बिस्तारै बुझ्दै गइन्, यो ठाउँ सामान्य थिएन। यहाँ एक पटक आएपछि फर्किने बाटो बन्द हुन्थ्यो। यहाँका मालिकहरूको आदेश नमान्नेहरूलाई क्रूरतम सजाय दिइन्थ्यो। भाग्ने प्रयास नगर, एउटी केटीले मायालाई सल्लाह दिइन्। यहाँबाट कोही उम्कन सकेका छैनन्। तर म घर जान चाहन्छु। हामी सबै चाहन्छौं। त्यो केटीको आँखामा पुराना घाउका चिन्हहरू थिए, तर यहाँ चाहना होइन, डर चल्छ। मायाले बिस्तारै बुझेकी थिइन्, यो पिजडामा न त उसको आवाज सुनिन्थ्यो, न त उसलाई मानव जस्तो व्यवहार गरिन्थ्यो। उसलाई एउटा वस्तु जस्तै बेचिन्थ्यो, जसको मूल्य पैसाले तोकिन्थ्यो। एक रात मायाले भाग्ने योजना बनाइन्। झ्यालबाट उफ्रने, पर्खाल माग्ने अनि सडकसम्म पुगेर सहयोग माग्ने योजना थियो। तर जब उनले ढोका खोल्न खोजिन्, त्यहाँ पहिल्यै सुरक्षाकर्मी खडा थिए। कहाँ जान खोज्दैछे? त्यस रात मायाले पहिलो पटक कठोर यातना भोग्नु पर्यो। उसको शरीर घाउले भरियो, तर त्यो भन्दा ठूलो चोट उसको मनमा थियो। यो ठाउँबाट कोही उम्कन सक्दैन, ठूली म्याडमले भनिन्। अबदेखि त भाग्ने कुरा सोच्ने हिम्मत पनि नगर्नु। समय बित्दै गयो। मायाको शरीर चलिरहे पनि उसको आत्मा बिस्तारै मर्न थाल्यो। पहिले ऊ रोई कराई, पछि ऊ मौन रहन सिकिन्। उसले अरू केटीहरूलाई निहाल्न थाली। कोही नयाँ आउँथे, कोही पुराना हराउँथे। कोही आत्महत्या गर्न खोज्थे, कोही बेहोसीमा जिउन बाध्य हुन्थे। किन नभाग्ने? मायाले एउटी पुरानी चेलीलाई सोधिन्। किनभने यहाँबाट भागेर कहाँ जाने? ती केटीले भने, गाउँ फर्किने बाटो नै बन्द भइसकेको छ। समाजले हामीलाई स्वीकार्दैन। मायाले त्यो सत्य बुझ्न सकिनन्। के साँच्चै समाजले उनलाई फेरि अँगाल्न सक्दैन? तर नियति कहिलेकाहीँ अचम्मले मोडिन्छ। एक दिन कोठीमा नयाँ ग्राहक आयो। ऊ अरू जस्तै थिएन। ऊ धेरै सोधखोज गरिरहेको थियो, कुनै विशेष व्यक्तिको खोजीमा। तिमी ठीक छौ? उसले मायालाई सोध्यो।
तिमीलाई किन चाहियो जे काम गर्न आको काम पूरा गरेर जाऊ, मायाले झर्केर भनिन्। किनभने म पुलिस हुँ। पुलिस? मायाको मुटु जोडले ढुकढुक गरियो। त्यही रात मायाले पुलिसलाई संकेत गर्न सकिन्। मायाको जीवन एक समय पिजडामा कैद थियो। त्यो पिजडा फलामको थिएन, तर समाजको निर्दयता, मानव बेचबिखनको सञ्जाल र नारी अस्तित्वमाथिको अन्यायले बनेको थियो। तर ऊ त्यहाँ कैद भएर बस्नेवाली थिइनन्। जब पुलिसको सहयोगमा ऊ कोठीबाट बाहिर निस्किन्, तब लाग्यो अब ऊ स्वतन्त्र भइन्। तर वास्तविकता त्यस्तो थिएन। शहरको अँध्यारो गल्लीबाट उम्किएर गाउँ फर्किँदा माया अर्को सङ्घर्षको सामना गर्न बाध्य भइन्। समाज जसले उनलाई बचाउन सकेन, उसैले उनलाई स्वीकार्न पनि चाहेन। तर मायाले निर्णय गरिसकेकी थिई, अब ऊ अरू चेलीहरूका लागि लड्नेछिन्। गाउँ फर्किएको पहिलो दिन मायाले बुझिन् कि कोठीको पिजडाबाट मुक्त भए पनि समाजको सोचको पिजडामा ऊ अझै कैद थिई। गाउँका मानिसहरू उसको बाटो हेरिरहेका थिए, कानाफुसी गरिरहेका थिए। यो केटीलाई यहाँ राख्नु ठिक होइन। बेचिएकी फर्केर आएर के गर्नु? अब बिहे पनि हुँदैन। बिना कारण यो गाउँको इज्जत किन बिगार्ने? यी शब्दहरूले मायाको मन भतभती पोल्न थाल्यो। ऊ आफूलाई निर्दोष प्रमाणित गर्न चाहन्थी, तर कसैले सुन्ने चाहना राखेन। तर उनको बाबु भने मौन थिएनन्। उनले छोरीलाई अङ्गालो हालेर भने, त हाम्रो छोरी होस्, हामीलाई अरूको मतलब छैन। यो वाक्यले मायालाई बल दियो। तर उनलाई महसुस भयो आफू जस्तै सयौं चेलीहरू छन् जसले समाजबाट अझै पनि अपहेलित भएर बाँच्नु परेको छ। मायाले अब रोकिने निर्णय गरिनन्। उनले एउटा नयाँ सुरुवातको बाटो खोजिन्। एक दिन उनले एउटा एनजीओ गैर सरकारी संस्थाको बारेमा सुने जसले मानव बेचबिखन विरुद्ध काम गरिरहेको थियो। उनी तत्काल त्यहाँ पुगिन्। म पनि सहयोग गर्न चाहन्छु, उनले भनिन्। तिमी स्वयं पीडित थियौ, तिमी के गर्न सक्छौ? एनजीओकी प्रमुखले सोधिन्। किनभने म आफैले यो पीडा भोगेकी छु। म जस्तै अरू चेलीहरू बचाउन चाहन्छु। उक्त संस्थाले मायालाई खुलेर साथ दियो। उनले त्यहाँ कानूनी सहायता, महिला अधिकार, आत्मरक्षा र उद्धार अभियानका बारेमा सिक्न थालिन्। उनले पहिलो पटक महसुस गरिन् उनको पीडा शक्तिमा परिवर्तन हुन सक्छ। केही महिनापछि मायाले आफ्नो पहिलो उद्धार अभियानमा भाग लिइन्। उनी पुलिस र एनजीओका टोलीसँग मिलेर शहरको एउटा कोठीमा पुगिन्। त्यहाँ पहिले जस्तै डराएका, रोएका अनि भाग्न चाहने केटीहरू थिए। मायाले एउटा सानी केटीलाई देखिन्। उनी कुनामा चुपचाप थिइन्। नडराऊ, हामी तिमीलाई बचाउन आएका हौं, मायाले भनिन्। तर केटीले झर्केर भनिन्, तिमीहरू पनि हामीलाई झुटो सपना देखाएर लानेहरू जस्तै हौ, होइन? मायाको आँखामा आँसु आए। उनलाई आफ्नै विगत याद आयो। नाइ, म तिमी जस्तै थिए। म पनि यहाँ कैद थिएँ। तर आज म स्वतन्त्र छु। म तिमीलाई पनि यहाँबाट निकाल्छु। त्यो दिन मायाले पहिलो पटक कुनै अर्की चेलीको जीवन परिवर्तन गर्न सक्ने विश्वास गरिन्। मायाले अब शहरमा मात्र होइन, गाउँमा पनि काम गर्ने निर्णय गरिन्। उनले गाउँमा महिला समूह बनाएर सचेतना कार्यक्रम सुरु गरिन्। उनले गाउँका अभिभावकहरूलाई सिकाउन थालिन् कि सपना बेच्ने दलालहरूको कुरा सुनेर छोरीहरूलाई बिक्न नदिनुहोस्। तर सबैले उनलाई सहजै स्वीकारेनन्। हामीलाई सिकाउनेको? आफै त कोठीबाट फर्केकी होस्, केही मानिसहरूले आलोचना गरे। तर मायाले हिम्मत हारिनन्। उनले उद्धार गरिएका केटीहरूलाई सिकाउन थालिन्। आत्मनिर्भर बन्नका लागि सिलाइ कटाई, व्यवसाय सञ्चालन तथा कानूनी अधिकारका बारेमा जानकारी दिन थालिन्। बिस्तारै गाउँका केही मानिसहरू परिवर्तन हुँदै गए। हुन त हाम्रो समाजले गल्ती गर्यो। माया त पीडित थिई, दोषी होइन। केही सचेत व्यक्तिहरूले मायाको पक्ष लिँदै गए। एक दिन मायालाई खबर आयो कि छेउको गाउँमा एउटा गरिब परिवार छोरीलाई कामको लागि शहर पठाउने तयारी गरिरहेको छ। माया तुरुन्तै त्यहाँ पुगिन्। यो दलालहरूको जाल हो। तपाईकी छोरीलाई बेच्ने योजना बनाइएको छ, उनले बाबुआमालाई भनिन्। तर ती अभिभावकले भने, हाम्रो के विकल्प छ? हामीसँग खानलाई पनि केही छैन। मायाले आफूले सिकेको कुरा सम्झिन्। तपाईकी छोरीलाई यहाँ नै काम गर्ने अवसर दिन सकिन्छ। उसलाई शहर नपठाउनुहोस्, म सहयोग गर्छु।
मायाले सहयोगी संस्थाहरूबाट सहकार्य गर्दै ती बालिकालाई गाउँमै राख्न सफल भइन्। त्यस दिन मायाले महसुस गरिन् परिवर्तन सम्भव छ। अब माया शहरको एउटा स्थापित सामाजिक अभियन्ता बनिसकेकी थिए। उनले सयौं चेलीहरूलाई उद्धार गरिसकेकी थिइन्। तर उनको सबैभन्दा ठूलो चुनौती समाजको सोच परिवर्तन गर्नु थियो। उनले गाउँका युवा पुस्तासँग संवाद सुरु गरिन्। हामी किन बेचिएका चेलीहरूलाई हेला गर्छौं? किन उनीहरूलाई अपराधी ठान्छौं? बिस्तारै समाजले पनि मायाको योगदान देख्न थाल्यो। अब माया कहिलेकाहीँ झ्यालबाट बाहिर हेर्दै सोच्ने गर्थिन्, कहिल्यै फर्कन नसक्ने जस्तो लागेको यात्रा आज सफल भएको छ। अब मायाको पहिचान बेचिएको चेली होइन, उनी अब स्वतन्त्रताको प्रतीक थिइन्। उनले एक दिन आफैलाई ऐनामा हेरिन्। म को हुँ? उनको उत्तर थियो, म नयाँ सुरुवातको जीवित उदाहरण हुँ। अब उनी अरू चेलीहरूको लागि मार्गदर्शन गर्ने दूत थिइन्, जसले आफ्नो जीवन सङ्घर्षबाट अरूको जीवन उज्यालो बनाइरहेकी थिइन्। अरू पनि यस्तै नयाँ कथाहरू सुन्नको लागि च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन थिच्न नबिर्सनुहोला। धन्यवाद। शुभरात्रि।